म इसियो। बिहान बिहानै यो गेटमा धेरै खुट्टाको आवाज सुन्छु। कसैको आँखामा उत्साह, कसैको मनमा हल्का डर। वेलकमको त्यो दिन नयाँ नामहरू थिए, तर केही महिनापछि ती नामहरू नै कहानी बनेर हाँसे। रिसेप्सनसम्म पुग्ने साना साना प्रश्नहरू पनि कहिलेकाहीँ जिन्दगीको ठुलो मोडको सुरुवात रहेछन्। क्यान्टिनका चियाको गिलासहरूमा कति सपना उम्रिए, गार्डनका बेन्चहरूमा कति कुरा फुल जस्तै फुले, क्लासरुमको शान्त पङ्खा मुनि कति भविष्य कोरिएका छन्, अनि ल्याबको स्क्रिनहरूमा कतिचोटि इररसँग युद्ध भएका छन्। कहिले कोड नमिलेर निन्द्रा हरायो, कहिले एउटै सोलुसनले पुरै दिन उज्यालो बनायो। क्लबका गीत बज्दा मैले कलेजलाई धड्केको महसुस गरेँ। हावाभन्दा माथि उफ्रिँदा युवा सपनाहरू उड्न खोजेको देखेँ। अनि साँझ पर्छ, तिम्रो फेयरवेल आउँछ। आकाशमा रङ बिलाए जस्तै तिमी पनि यो गेटबाट बिलाउँछौ। तर यहाँ बिताएका दिनहरू, तिम्रो हाँसो, पाइला र तिम्रा सपनाको गुण सधैँ रहिरहन्छ। म बिल्डिङ मात्र होइन, म तिम्रो पहिलो प्रयास, पहिलो असफलता र पहिलो सफलता पनि हो। म इसियो। तिमी इन्जिनियर बन्नु अघि तिम्रो कहानी बस्ने ठाउँ हो। म इसियो। तिमी इन्जिनियर बन्नु अघि तिम्रो कहानी बस्ने ठाउँ हो।